खुसी हाम्रो तिमी सास हाम्रो तिमी बिना यो जीवन सधैँ अधुरो तिमी खुसी हाम्रो तिमी सास हाम्रो तिमी बिना यो जीवन सधैँ अधुरो पारे हाम्री पारे पुजारी बुवा अब म जान्छु है। कहाँ जानु लागेकी नानी? खै कहाँ जान्छु मलाई केही पनि थाहा छैन। त्यस्तो भन्नु हुँदैन नि नानी। तिमीलाई घरमा कसले धेरै माया गर्छ त्यसको याद गर त। मलाई केही पनि याद आउँदैन। अब म जान्छु है। तिमी यहीँ बस, पूजा पाठ गरेर तिम्रो घरको मान्छे तिमीलाई खोज्न आएपछि अनि तिमी जाऊ। म हेरौ यसको हातमा खानेकुरा रहेछ, मलाई त कस्तो भोक लागिरहेको थियो। तिमी नल्याउ न, मलाई त पुजारी बाले भोक लाग्यो भने खाऊ भनेर दिनुभएको हो। देऊ न। उता जा। के चाहियो तिमीलाई? आन्टी मलाई काम चाहियो। काम चाहियो? के काम चाहियो तिमीलाई? जे काम भए पनि हुन्छ। तिम्रो घर कहाँ हो नि? तिम्रो बाउ आमा छैनन् र? मलाई केही पनि थाहा छैन। म सबै कुरा बिर्सिसकेँ। सबै बिर्सिसके? हो, म सबै कुरा बिर्सिसकेँ। मलाई केही कुरा पनि याद छैन। नानी, अनि तिम्रो नाम चाहिँ के हो नि? मेरो नाम परी हो। अनि तिम्रो बुवा आमाको नाम के हो नि? मलाई केही पनि याद छैन। सुन्नु न आन्टी, मलाई केही काम दिनु न। सुन्नु न, त्यहाँ बिपना छ भने एकचोटि त बिपनालाई फोन दिनुस् न। आमा, बिपना त परिलाई खोज्छु भनेर घरबाट निस्किसकिन्। अनि खोज्दा खोज्दै हजुरको घरतिर पनि जान्छु भनेर भनेकी थिइन् मसँग। अनि त्यहाँ बिपना आएकी छैनन् र? बिपना त यहाँ आएकी छैन बाबु। अब आएकी भए हजुरलाई किन सोध्थे र? आमा, बिपना गएको त निकै दिन भयो त। होइन, तपाईँ यो के भन्दै हुनुहुन्छ बाबु? पारे हाम्री पारे अनि तिमी त्यो बाटातिर गएर के हेरे कि? कसलाई हेरे कि तिमीले? कसैलाई पनि हेर्छु ल अनि। के तिम्रो यहाँ कोही मान्छे आउँदैछ? होइन, अनि के हेरे कि त त्यतातिर गएर? दिदीहरूको स्कुल जाने बाटो हेऱ्यो तिमी। हेर नानी, म त तिमीलाई यहाँ केही काम सघाउँछु कि मलाई भनेर पो राखेको त। यस्तै गरिराख्यौ भने म यहाँ तिमीलाई राख्दिनँ नि। सुन्नु मम्मी, म एउटा कुरा भन्छु तर हजुर नरिसाउनु है। भन, के कुरा हो? म पनि स्कुलमा पढ्न जान्छु नि है। अनि के भन्यौ रे? पढ्न जान्छु रे? तिम्रो दिमाग त ठिकठाकमा छ? आफ्नै बच्चालाई त बल्ल बल्ल पढाएको छु। तिमीलाई चाहिँ मैले कसरी पढाउनु? सक्दिनँ म अर्कैको छोराछोरीलाई पढाउनु। अब आइन्दा यस्ता कुरा नगर। फेरि पनि यस्तै कुरा गर्यौ भने तिमी यहाँबाट गए हुन्छ। नरिसाउनु न, मैले त हजुरलाई सोधेकी मात्र पो हो त। प्लिज नरिसाउनु न। सोधेर मात्रै हुन्छ? स्कुल पढ्न सजिलो छैन, धेरै गाह्रो छ। यो महँगीमा स्कुलको फी मात्रै हो र सबै कुरा महँगो छ। मेरो यो एउटा टहरो त छ, यही टहरोको कमाइले दुईटा छोरी पढाउनु हुर्काउनु छ। कति गाह्रो छ भन्ने कुरा त मलाई मात्र थाहा छ। जा बरु त्यहाँ धाराभरि भाँडा छ, भाँडा माझ जा। काम सिकाउन खोज्यो, पटक्कै काम सिक्नै खोज्दिन। घरि यता गाछे घरि उता गाछे, काममा त ध्यानै छैन। आफ्ना भएका दुईटा छोराछोरीलाई त कसरी पढाउनु हुर्काउनु भन्ने बेलामा
यो ताइन तुको घाँडो आइलायो क्या हो मलाई बेकारको होइन बाउ आमा पनि कस्ता हुन् छोरी पाएर हुर्काउन पढाउन नसक्नेले रुटमा यसरी छोड्नेले किन पाउनु हो बच्चा बेकारको अर्काको बाछा चाटी मुखाभरि रौँ भने जस्तै भयो मलाई आकाश तपाईँले मलाई किन यस्तो ठाउँमा लिएर आउनुभएको भन्नु त पारु तिमीले भन्थ्यौ नि आफ्नी बुढीलाई किन त्यस्तो गर्नुहुन्छ भनेर आज म तिमीलाई सबै कुरा बताउँछु भनेर यहाँ लिएर आएको अनि अर्को कुरा म त्यो परिवारसँग बस्नै चाहँदैन म सदाका लागि तिम्रो हुन चाहन्छु किनभने म धेरै तनावमा छु तपाईँ यस्तो के भन्दै हुनुहुन्छ आकाश हो पारु तिमीलाई म सदाको लागि आफ्नो बनाउन चाहन्छु हेर्नुहोस् आकाश तपाईँलाई मेरो विगतको बारेमा केही पनि थाहा छैन जब मेरो विगतको बारेमा थाहा पाउनुहुन्छ नि यो सब कुराहरू गर्ने आँट गर्नुहुन्छ छैन त्यसैले मेरो बारेमा सबै कुरा नबुझिकन मलाई यस्तो प्रस्ताव राख्ने काम नगर्नुहोस् असाँच्चै तपाईँले भन्दै हुनुहुन्थ्यो नि मेरो मनमा पीडा छ भनेर त्यो पीडा के हो अनि मैले तपाईँको श्रीमतीको नाम थाहा पाएँ नि मेरो श्रीमतीको नाम हो तपाईँको श्रीमतीको नाम अस्ति रक्सी खाएको बेलामा त पूजा पूजा भन्दै हुनुहुन्थ्यो त पूजा मेरो अतीत हो तर विपना मेरो श्रीमती हुन् विपना हो विपना विपना विवश म हामी पहिला सँगै कलेज पढ्थ्यौँ त्यसपछि हामी कुरा यिनै हुन् त्यसपछि मैले विवेकको कुरा सुनेर विपनासँग बिहे गरेँ र हाम्रो एउटा छोरी पनि जन्मी छोरी तपाईँले त भन्दै हुनुहुन्थ्यो मैले मेरो परिवार छोडेर आएँ भनेर तर तपाईँलाई त्यो छोरीको अलिकति पनि माया लाग्दैन पहिला लाग्थ्यो जब मेरै छोरीले मलाई अङ्कल र विवशलाई बाबा भन्न थाले त्यसपछि बिस्तारै बिस्तारै मलाई उप्रतिको माया घट्दै गयो हामी तीनजना बिचको बिहे र मेरो छोरीले मलाई अङ्कल भनेको कारणले गर्दाखेरि
मलाई त्यो समाजले धेरै नै टच दियो। त्यही भएर म यसो गर्न बाध्य भएँ। यति भइसकेपछि पनि यो गर्नु के मेरो गल्ती हो पारु? कुरा सुन्दा त तपाईँहरू तिनजनाको नै खासै गल्ती हो जस्तो लागेन मलाई। बरु आकाश यसरी छोरी श्रीमतीलाई छोडेर हिँड्नुभन्दा त कतै टाढा लगेर बस्नु भएको भए पनि त हुन्थ्यो नि। मैले तिमीलाई सबै कुरा भनिहालेँ त पारु। हुन त अरूको देख्दाखेरि सबै मिलेर बसे हुन्थ्यो जस्तो लाग्छ, जब आफूलाई पर्छ नि तब मात्रै थाहा हुँदो रहेछ। हो नि, मलाई लाग्छ तिम्रो जिन्दगीमा पनि ठुलो घटना घटेको हुनुपर्छ। तपाईँले ठिक भन्नुभयो, मेरो पनि छुट्टै संसार थियो, तर के गर्नु र खै। भन न, तिमीले तिम्रो कुराहरू भन्यो भने तिम्रो पनि त मन हल्का हुन्छ। भएको छोडिदिनुहोस्, निको भइसकेको घाउलाई कोट्याएर ताजा गराउनु छैन मलाई। हेर, मलाई तिमीले तिम्रो कुराहरू भन्नै पर्छ, प्लिज भन न। मेरो एउटा सुन्दर परिवार थियो। उसले मलाई यस्तो यस्तो आरोप लगायो कि जसमा मेरो कुनै दोष नै थिएन। त्यसैले मैले उसँग छुट्टिने निर्णय गरेँ। अनि तिम्रो छोरी? छोरी त उसको परिवारले नै लग्यो। अहिले छोरी कहाँ छिन्, के गर्दैछिन् मलाई केही पनि थाहा छैन। भन्ने हो भने नि आकाश, मलाई यो माया प्रेम भन्ने कुराबाट घृणा लागेर आउँछ। त्यही भएर हो मैले तपाईँलाई बारम्बार सम्झाउनु। पारु, तिम्रो पीडा पनि ठुलो रहेछ अनि मेरो पीडा पनि ठुलो। मलाई बुझ्ने कोसिस गर। म तिमीलाई धेरै नै माया गर्छु र कहिले धोका दिने पनि छैन। त्यसैले मसँग बिहे गर पारु। हेर्नुहोस् आकाश, म तपाईँलाई फेरि पनि भन्दैछु, मसँग यस्तो कुरा नगर्नुहोस्। हामी दुईजना असल साथी भएर पनि त साथीको नाता अगाडि बढाउन सक्छौँ नि, किन बिहे नै गर्नु पर्यो र? होइन पारु, त्यसो नभन न, हामी बिहे गरौँ न। म बिहे गर्न सक्दिनँ। ठिक छ, म तिमीलाई कर गर्दिनँ, तर म सधैँ तिम्रो हुन्छ भन्ने जवाबको प्रतीक्षामा रहनेछु। भाइ छोडिदिनुहोस्, अब जाउँ, होटलमा पनि कोही पनि छैन। एकछिन बस न, मलाई कुरा गर्नै पुगेको छैन। भयो कि छोडिदिनुहोस्, हिँड्नु जाउँ। आज हाम्रो स्कुलमा प्रोग्राम थियो अनि चाँडै छुट्टी भयो। ए दिदीहरू आइपुग्नु भयो। झन् म त हजुरहरूको स्कुलमा खाजा पुऱ्याउन आउँछु भनेको त। होइन, यो केटीलाई के भएको छ बिहानदेखि? आज तिमीहरू स्कुल गएदेखि स्कुल जाने भनिरहेको छु भने अहिले। यसो गर न त, आज हाम्रो चाँडै छुट्टी भयो, अब भोलि आऊ न त। ल जाऊ, लुगा फेरेर रेडी भएर पढ्न बसिहाल। ल म खाजा ठिक पारिदिन्छु तिमीहरूलाई है। ए नानी, तिमी पनि छिटो बढाएर सकाइहाल त। दिदीहरूसँग स्कुल जान्छु नि है। होइन, यो केटी के भन्छ? तँलाई मैले यहाँ पढाउन राखेको होइन, के काम सघाउँछस् कि भनेर पो राखेको त। फेरि पनि यस्तै कुरा गरिस् भने त यहाँ नबस्दा हुन्छ, जाँदा हुन्छ। त्यस्तो नभन्नु न त ठुलो मम्मी, म कहाँ जानु र? मेरो कोही पनि आफन्ती नै हुनुहुन्न। त्यसैले मलाई कहीँ जान भन्नु है, मलाई यहीँ बस्न दिनु। बरु म अबदेखि कहिले पनि पढ्ने कुरा गर्दिनँ। ए ल ल, ए आयो तिमीहरू? ल आऊ होमवर्क गर। होमवर्क चाहिँ सकाइहाल है पहिला। खाना के खाने तिमीहरू? होइन पर्दैन, हामी उता स्कुलमै के खाएर आयौँ। अहिले खाना मन लाग्छ न? भोक लाग्छ। ल होमवर्क चाहिँ छिटो सकाऊ, म मेरो काम सकाएर आउँछु है।
साइड गरी गर्दा जतिखेर मैले चाहिँ स्कुलमा कराइ खानु अनि जतिखेर नि आफै गर जे गरे नि गर मलाई केही नभन्छ भएन कि यसरी गर त ओए तर मैले के काम गराएको थिएँ यहाँ पो आएर बसिरहेको छु मलाई तँलाई म अब यहाँ 1 सेकेन्डमा राख्दिनँ जा गइहाल तँलाई काम चोर्ने काम गर्न भन्दा ठग्न र खाना मात्र आउने बच्चालाई म राख्न सक्दिनँ त्यही पनि कसको बच्चा हो केही थाहा छैन भोलि बाउ आमा आएर उल्टै मलाई दोष लाउने होला बिचारीले दुःख पाए भनेर राखेको त उल्टै ठग्न पो खोज्दिरहेछ गइहाल यहाँबाट गइहाल भनेर सुनिनुहोस् बिन्ती छ ठुलो मम्मी मलाई कहीँ पनि नपठाउनु न म यही बस्छु नि दिदी ठुलो मम्मीले भन्दैन न मलाई यहाँबाट नपठाउनु भनेर भाइ ठुलो मम्मीलाई सम्झाइदिउँ न मम्मी छोडिदिउँ न बिचारी कहाँ जाओस् त पढ्न आउँदो रहेछ अनि भाइलाई सिकाइरहेको छु चुप लाग त झन् कम्ती मात्तेकी छिस् एउटा ढलेको सिङ्कोसम्म उठाउँदिन आफू जस्तै बनाउनु खोजेको होला होइन यसलाई यो केटीलाई म अब 1 सेकेन्ड पनि राख्दिनँ ओए केटी गइहाल भनेर सुनिनुहोस् त्यस्तो नभन्नु न म कहाँ जाऊ बरु म यस्तो कहिले पनि गर्दिनँ हजुरले भनेको कुरा मात्रै मान्छु हुँदैन तेरो पारा मैले बिहानदेखि नै विचार गरिरहेको छु तँलाई म यहाँ राख्न सक्दिनँ गइहाल यहाँबाट गइहाल भनेर सुनिनुहोस् मम्मी उसलाई पनि हेर राखिदिउँ न बिचराको कोही आफन्त पनि रहेनछन् ए तँ पनि यस्तो भन्न थालिस् खुब सपोर्ट गर्दो रहेछ को बच्चाको तँलाई त्यस्तै माया लाग्यो भए तँ पनि जा त्यहीसँग जान्छ नि हात खुट्टा तगडै छोडेछन् कि त मागेर खान्छ कि त केही काम गरेर खान्छ तर म चाहिँ यहाँ राख्न सक्दिनँ अब त्यसलाई पढि त रुँदै गयो जस्तो छ एकचोटि अलि अगाडि गएर हेरौँ दिदी ऊ रहेछ पढि त दिदी हेर्नु न हाम्रो मम्मी त कस्तो हुनुहुँदो रहेछ चार रुँदै रुँदै गयो छोड्ने भाइ अनि फेरि हामी उसको पछि पछि गयौँ भने मम्मी देख्नु भयो भने त फेरि हामीलाई कराउनु हुन्छ बरु हामी जाउँ दिदी देख्नु न भाइ तिमी किन यता आएको यता नआऊ फेरि तिम्रो मम्मी देख्नु हो भने तिमीलाई बेसरी कराउनुहुन्छ दिदी यो पैसा राख्नु भोक लाग्यो भने केही किनेर खानुहोस् पर्दैन भाइ त्यो पैसा तिमी नै राख लिनुहोस् न लिनुहोस् यो पैसा मैले जम्मा गरेर राखेको हो
के गरेको अङ्कल को नानी तिमी तिमीलाई त म चिनिनँ नि अङ्कल म परी हो के परी को परी अङ्कल हेर्नु न म हराएको थिएँ अनि म हजुरलाई भेटेर कति खुसी भएको छु मलाई एकचोटि घर पुऱ्याइदिनु न मलाई मामु र बाबालाई कस्तो देख्न मलाई सक्यो को परी भनेको छोडो मेरो हात जाऊ अङ्कल 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 को नानी तिमी म त तिमीलाई चिन्न नि अङ्कल म परी हो के परी को परी हेर नानी म तिमीलाई चिन्दैन छोड मेरो हात आकाश किन रिसाउनु भएको नानी तिमी को हौ कहाँबाट आएकी खै म कहाँबाट आएँ मलाई केही पनि थाहा छैन थाहा छैन तिमी पनि यो बाटोमा हिँड्ने बच्चासँग के गफेर बसिरह झन् तिमीलाई साथीको घर यहाँ भेटाउँछु भनेर लिएर आएको यो बच्चाले गर्दाखेरि मुडै खराब भयो भरे बिर्से हिँड त सुन्नु न आकाश त्यो बच्ची बिचरा अल्पत्त परे जस्तो छ क्या टोयलेटसम्म पुऱ्याइदिउँ न तिमी पनि के भएको हो यस्तो बच्चाहरू बाटोमा जति पनि हुन्छन् नि सबैलाई सहयोग गर्न सकिन्छ त ल हिँड उताबाट त छिटो जाउँ भनेर ल्याउनु भएको थियो त यहाँ स्कुटी रोक्नु भयो के भयो त्यस्तो केही होइन पारु जरा तपाईँलाई एउटा कुरा सोध्छु नरिसाउनु है ल तिमीले केही कुरा सोद्धाखेरि पनि म रिसाउँछु होला त रिसाउँदैन भन न तपाईँले भन्दै हुनुहुन्थ्यो मेरो छोरीले मलाई अङ्कल भन्छ ए भनेर कति त्यो बच्ची तपाईँको छोरी त होइन नि हेत तेरिका तिमी अहिलेसम्म पनि त्यही बच्चाको बारेमा सोचिराखेछौ है त्यो बच्चा मेरो भएको भए त म किन त्यस्तो गर्थेँ र आफूसँग लिएर आइहाल्थेँ नि पारु तिमीलाई म के त्यस्तो गर्छु जस्तो लाग्छ लाग्न त लाग्दैन
तर पनि खै के हो तिम्रो पनि धेरै सोच्ने बानी छ के झन् दुईजना मजाले घुमाउला भनेर लिएर आएको तिमीलाई तिमी भने त्यही बच्चाको बारेमा सोचिरहेको छु भएको नि त यतिको सोधेको पो हो त रिसाइहाल्नुपर्छ त पारु हो त्यो बच्ची मेरै छोरी हो तर के गर्नु म त्यो बच्चीको अगाडि र तिम्रो अगाडि एउटा बाउ भएर चिनिन सकिनँ किनभने म त्यो पीडाबाट अब सदाका लागि उम्किन चाहन्छु त्यसैले आज म छोरीको अगाडि अन्जान बन्न पुगेँ आज आफ्नो सन्तानलाई बाटोमा भेट्दा पनि अँगालेर आफूसँग ल्याउन सकिनँ किनभने म बाध्यतामा थिएँ मलाई माफ गरिदेऊ छोरी तिम्रो आमा पनि जति विपदसँग खुसी हुन्छे त्यति खुसी मसँग हुन सक्दिन अनि तिमी पनि बाबा भनेर मलाई भन्दा बढी माया विपदलाई नै गर्छौ त्यो कुरा मलाई राम्रोसँग थाहा छ तिमीहरू आमा छोरीको खुसीको लागि आज मैले यो सब गरेको हो सरी छोरी आकाश आकाश होइन के भयो के सोचिराख्नु भएको ए आज म अलिक तनावमा छु कि पारु त्यही भएर के तनाव हो मलाई भन्नु न म के हेल्प गर्न सक्छु कि के तिमीले मलाई साँच्चै हेल्प गर्छौ गर्छु नि त्यसो भए म तिमीलाई आज एउटा कुरा भन्न चाहन्छु भन्नु न के हो कुरा तिमीलाई म फेरि पनि भन्दैछु म तिमीसँग बिहे गर्न चाहन्छु पारु यो सम्भव छैन आकाश मैले भने त म एउटा विवाहित नारी हुँ र मेरो एउटा छोरी पनि छ भनेर कुनै न कुनै दिन म मेरो छोरीलाई आफूसँगै लिएर आएर राख्न चाहन्छु त्यसैले यो जुनीमा म कसैसँग बिहे गर्नै सक्दिनँ पारु तिमीले अघि आफै भनेको होइन म तिमीलाई हेल्प गर्छु भनेर हो भनेकी थिएँ तर यो बिहेको कुरालाई लिएर म तपाईँलाई कुनै पनि हेल्प गर्न सक्दिनँ बरु अरू केही कुरा छ भने भन्नु तिमी एकदमै इमान्दार असल र छोरी छौ त्यसैले म तिमीसँग बिहे गरेर नयाँ संसार बसाउन चाहन्छु तँ छोरीको कुरा तिम्रो छोरीलाई म आफ्नो छोरीको रूपमा स्वीकार गर्न तयार छु अब त तिमी खुसी हौ तपाईँले अहिले मलाई सोझी असल इमान्दार देखेर यी सब कुराहरू गर्दै हुनुहुन्छ जब हाम्रो बिहे हुन्छ नि तब यी सबै कुराहरू सपना जस्तै लाग्न थाल्छ त्यसैले म बिहे गर्न सक्दिनँ ठिक छ नि त म जिद्दी गर्दैन केही समयसम्म हामी साथी नै रहौँला त्यति बेलासम्म तिमीले मलाई बुझ्ने मौका पनि पाउनेछौ तबसम्म म तिमीलाई यो बिहेको कुरा लिएर फोर्स गर्दैन आकाश म तपाईँलाई फेरि पनि भन्दैछु मसँग बिहे गरेर जिन्दगी कटाउने सोच तपाईँले नराखेकै राम्रो समय नै त अनि पारु परिवर्तन भइहाल्छ नि भयो हिँड्नुहोस् जाउँ होटेलमा मान्छेहरू आउने बेला भइसक्यो जाने त जाने नि ल जाउँ ल बस तिमी कहाँ गएकी थियौ छोरी हेर त तिम्रो मामुले तिमीलाई कहाँ खोजिन भन त तिमी कहाँ गएकी थियौ भर्खरै तपाईँहरूले यो सिरियल हेर्नुभयो अनि यो सिरियल तपाईँहरूलाई कस्तो लाग्यो जस्ताको तस्तै कमेन्ट गर्नुहोला तपाईँहरूको कमेन्ट राय सल्लाह अनुसार हामी अघि बढ्नेछौँ थ्याङ्क यू